एकदमै अब सङ्घर्ष गर्न लागेको थुप्रै वर्ष भइसक्यो, 10-11 वर्ष भइसक्यो। अब एउटा घर होस्, गाडी होस्, त्यो गाडीको छेउमा बस्ने चट्ट एउटा कोही राम्री सुन्दरी होस् भन्ने चाहिँ इच्छा छ मेरो। अब त्यसको तयारी हुँदैछ बिस्तारै। शङ्कर छेत्रीको एकाएक फड्को मार्दै दर्शकबिन गाडी साथै घर किनेर काठमाडौँमै विवाह गर्ने सुरसारमा शङ्कर छेत्री। दर्शकबिन नमस्कार, यति बेला तपाईँ हेर्दै हुनुहुन्छ नेपाली खोज मिडिया। यदि तपाईँ हाम्रो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने यस्तै भिडियो हेर्नका लागि भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नछुटाउनुहोला। दर्शकबिन पछिल्लो समयमा शङ्कर छेत्री पनि चर्चाको विषय बन्दै आएका छन्। यसो त उनको नाम गायिका बबिता बानिया जेरीसँग जोडिएकै हुन्छ, तर पछिल्लो समयमा आफ्नै परिचय बनाउनमा व्यस्त रहेका गायक तथा बिजनेसम्यान हुन् शङ्कर छेत्री। पछिल्लो समयमा उनको पनि चर्चा चल्न लागेको छ। उनको सम्बन्ध विच्छेद भइसकेपछि लाग्न सक्छ सबैलाई अब के साँच्चीकै शङ्कर छेत्री विवाह गर्दैनन् होला कि साँच्चीकै उनी अब सिङ्गल नै बस्छन् होला जस्ता धेरैको गुनासो पनि रहन सक्छ। तर अब भने छिट्टै उनले विवाह बन्धनमा बाँधिने पनि बताएका छन्। साथै अब काठमाडौँमै घर गाडी जोड्ने सुरसारमा रहेको उनी बताएका छन्। अब विवाह गर्ने या यत्तिकै बस्ने भन्ने कुरामा भने उनले अब छिट्टै विवाह पनि गर्दैछु भनेका छन्। हुन त सम्बन्ध विच्छेद भइसकेपछि पुरै जिन्दगी नै सकिएको भन्ने हुँदैन, किनकि विवाह भनेको एक फेरा मात्रै नहुँदो रहेछ। कतिको त केही समय विवाह भएको केही समयमै सम्बन्ध विच्छेद हुने र अर्को विवाह गर्ने परिपाटी चल्दै आएको छ। त्यसै क्रममा बबिता बानिया जेरी भने विवाहका लागि अहिले सुरसार नरहेको र उनी आफ्नै कार्यमा व्यस्त रहेकी छिन्। आफ्नो नाम नै परिवर्तन गरेर योगमाया सखी भनेर उनी चर्चित बन्दै गएकी छिन्। यसै क्रममा शङ्कर छेत्री भने आफ्नै बिजनेसमा व्यस्त रहेका छन्। आफ्नै काम कार्यमा व्यस्त रहिरहँदा अब भने आफूलाई श्रीमतीको खाँचो परेको हो कि भन्ने उनलाई महसुस हुन लागेको छ। दर्शकबिन तपाईँलाई के लाग्छ, के साँच्चीकै शङ्कर छेत्रीले विवाह गर्लान् त? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न भने नछुटाउनुहोला। हामी फेरि पनि तपाईँमाझ नयाँ भिडियोको साथमा आउने नै छौँ।